हेलो एभ्रिवान, सबैजनालाई शुभ बिहानी। आज म साउदी अरबको राजधानी रियाद यो रबुवा भन्ने ठाउँमा छु र तपाईले देख्न सक्नुहुन्छ यो समय चाहिँ मुस्लिमहरूको चाड रमजान चाहिँ सुरु भएर अन्तिम चरणमा पुगेको छ र यतिखेर यहाँको चाहिँ 2:30 भएको छ बिहानको। यो चाहिँ मैले काम गर्ने रेस्टुरेन्ट हाउस अफ डेमस्कस पार्टी। यो छेउमा चाहिँ बर्गर हो, त्यसपछि एउटा टिक्का हो। यहाँ चाहिँ चिकनको चाहिँ आइटमहरू पाउँछ। त्यसै गरी म बीच रोडमा छु। म रोड क्रस गरेर पारी जानेछु, किन भन्दा म आज चाहिँ हिँडेर जाने हो रुममा, यही भएर हो। ल गाडीको साइड यो के को पसल हो, रिमोट अरे। ल हेर्नुहोस्, यहाँ चाहिँ खानालाई चाहिँ गाडीहरू जाम लाइनमा बसिरहेको छ, जाम भइरहेको छ। ल हेर्नुहोस्, क्रॉस ओके, बाय बाय। यो चाहिँ फोहोर उठाउने ठाउँ है, यो फोहोर फाल्ने ठाउँ। ल यो साथीले फोहोर फाल्दैछ। ल हेर्नुहोस्, त्यहाँ गिलास पिएर चाय पिएर आजले यस्तो सिस्टम छ कि डस्टबिन जस्तै। खास भन्नुपर्दा चाहिँ म चाहिँ रुममा हिँडेर जान थालेको। जान त गाडीबाटै हो जाने, तर कहिलेकाहीँ चाहिँ म हिँडेर जाने गर्छु। त्यही भएर चाहिँ बाटोमा चाहिँ यो देखिएको चाहिँ ठाउँहरूको बारेमा यसो भिडियो बनाएर देखाइदियो भनेर चाहिँ यो चाहिँ अहिले मैले देखाइरहेको चाहिँ यो चाहिँ बसको स्टेसन। यहाँ सायद त्यही बस आइरहेको छ। ल हेर्नुहोस्, यो बस ट्याक्क रोक्छ है। यहाँ रोकेर चाहिँ एउटा बस चाहिँ उता गएर रोक्यो, एउटा बस चाहिँ यहाँ। ल हेर्नुहोस्, ठ्याक्क आएर छ। सायद मान्छे ओर्लिन्छ कि ओर्लिँदैन, मान्छे पनि ओर्लिएर। यसको अब कति मिनटको टाइम छ, त्यसपछि यो आफ्नो बाटो लाग्छ। उताको बस चाहिँ गइसकेको रहेछ। म चाहिँ आफ्नो काम गर्ने ठाउँबाट रुम जान थालेको छु। गाडीबाट जाने गर्थेँ, तर कहिले कहिले चाहिँ म आफै हिँडेर पनि जाने गर्छु। यसै क्रममा म बिचमा जाँदै गर्दाखेरिको बिचको अवस्थाहरू म देखाउँछु, हेर्दै जानु होला है।
मैले चाहिँ एक्जिट चाहिँ क्रस गरेर आएको। यो एक्जिट हो हामी हिँड्ने बाटो। यो चाहिँ अलसदान मार्केट हो। यहाँ चाहिँ हाम्रो दाइले चाहिँ काम गर्नुहुन्छ अर्को ब्रान्चमा, यो ब्रान्चमा होइन अर्को ब्रान्चमा। म चाहिँ हिँडेर जाँदैछु, कहिलेकाहीँ हिँडेर जानु पनि पर्छ भनेर। यस्तै हो विदेशीको नेपालीहरूको अवस्था। मैले अघि नै पनि देखाएको थिएँ, यो चाहिँ बसको प्रतीक्षालय हो। यहाँ चाहिँ बस आएर रोकिन्छ अनि मान्छे चढ्ने र ओर्लिने गर्छन्। यहाँको सिस्टम है। के सिस्टम हो यो चाहिँ मलाई थाहा भएन। पहिले चाहिँ खासै मैले रुख भएको देखेको थिइनँ त्यति, लगभग 10-12 साल पहिला। अहिले चाहिँ जस रुखहरू रोपेर चाहिँ हरियाली चाहिँ बनाउन थालेको छ। अब यो साउदी भनेको चाहिँ अलिक मरुभूमि नै हो होइन, रुखहरू हुनु सबै चाहिँ यो रुखहरू लगाएको हो। र यिनीहरूलाई चाहिँ अलिक पानी चाहिँ कम्ती भए पनि हुँदो रहेछ कि, किन भन्दा पानी नभए नि यिनीहरू सजिलै चाहिँ बाँच्न सक्ने रहेछ जस्तो लाग्यो। किन भन्दा यहाँको चाहिँ तन्तलापुर घाममा पनि यिनीहरू मरेको मैले देख्दिनँ क्या, सुकेको देख्दिनँ। ल उसले चाहिँ आफ्नो ड्युटी चाहिँ निभाउँदछ। जति पनि यहाँको फोहोरहरू चाहिँ रोडमा फालेको हुन्छ अथवा भित्री रोडहरूमा बाटोहरूमा उसले चाहिँ सबै त्यसरी कलेक्सन गरेर चाहिँ डस्टबिनमा फालिदिन्छ, ठुलो डस्टबिनमा। अनि चाहिँ गाडीले आएर लगेर चाहिँ यसमै फालिदिन्छ, यसमा राखिदिन्छ क्या। अनि चाहिँ ठुलो गाडी आएर अर्को चाहिँ गाडी आएर लगेर चाहिँ फेरि साइडमा लगेर फाल्छ। यो सिस्टम चाहिँ यही चाहिँ बस चाहिँ रोकिने ठाउँ हो। अघि देखाइरहेको मैले सुरुमा मैले एउटा बस चाहिँ देखाएको थिएँ, एउटा बस क्रस भयो। यो एक्जिट हो, यो एक्जिटमा बाट क्रस भएर गयो। अर्को चाहिँ यो राइडर, यहाँको राइडरहरू यस्तो हुन्छ। ल हेर्नुहोस्, घर घरमा सामान छोड्ने। नेपालमा कस्तो हुन्छ थाहा भएन है मलाई। यहाँ चाहिँ राइडरहरू यस्तो हुन्छ।